अब गाइस वेलकम ब्याक टु माई च्यानल। आज म चाहिँ गाउँतिर यसो घुमघाम गाउँ आएपछि त अब घर नै पऱ्यो। आज नै के अरे गाउँको लोकल त्यस्तै लोकल खै आइसकेछ। तँ भित्र तान्छ न यो लुगा भित्र तान्दै कि नबजाइ कि नहेर कि भर्खर फोन अहिले हेर्ला जति हेऱ्यो भने कहाँ हो त्यो ल्याम्चो पहिला यहाँको लोकल कुखुरा। अहिले चाहिँ गाउँमा के अरे मकैहरू रोपेर पनि हरियाली भइसकेछ गाउँमा। अनि केटाहरू चाहिँ पनि पारि उता उहाँ जाने हो। अनि तर घरमा पनि एकछिन काम छ, घरमा गएर पनि बनाउँछु। घरमा पनि काम छ। अनि यो टेबल छ अरे ग्यासको ऱ्याक र के भन्छ ग्यासको ऱ्याक जाने हो त्यस्तोमा ग्यास ऱ्याक राख्नु छ अरे। कहाँ केटा ऱ्याक भएको थाहा ऱ्याक भएको थाहा उसकै यार ग्यास राख्ने के टेबल योमा हो। झिकुङ्गा ठुलै छ कि सानो छ है गाडी? कता यता पो रहेछ ल यस्तो नि यता तासेछ गाडी हुन्न झन् हुन्न कि गाडी उता खुट्टै छैन गाडी यस्तो नि के हो कोल बसेर औषधी कति छ नि चिप्ने एकलट घर जान्छ गाडी पहिला घरतिर जान्छ एकलट। अनि पानी लास्टै ठुलो आयो भने फर्किनु ला त्यो पिर आयो भने त जाने हो क्या यार। मम्मीको लुगा किन होला यहाँ फालेको यार? यो नलाग्ने रहेछ नि कि यो के कुखुरा राख्नु होला गाडी। मेरो गाउँको दृश्य आजभोलिको हिउँदोमा चाहिँ मकै नभएर पुरै रातै हुन्छ। त्यो टेबल त हुन्न कि खुट्टा पनि छैन कहीँ छैन उता भित्तामै ठोकेछ हुन्न। पावर ब्याङ्क खै पावर ब्याङ्क रुममै छ मम्मी पावर ब्याङ्क हराउन ए आज फोनमा फेरि चार्ज पनि कम छ कि त्यही भएर हो के अरे गाईहरू लगाइदिउँ न एकपल्ट। मम्मी आमा रहेछ घरमा काम यो त उयो चस्मै हुन्न त यार। हाम्रो के चल्छ अरे अब पारि गएर केटाहरू आज हामी फोटो खिच्न जाने रे केटाहरूको टिकटक स्टारहरू के बनाइदिएछस् अन्त भएपछि ऊ सुनि लगेर 5-6 हजारको धनी हामी त छैन क्या यार। मसँग हिजो देखाएन स्टोरी त सुनिलाई पनि कति थियो पैसा अलिअलि भएको पैसा नि मागेकै खाएकै छु यार। आज चाहिँ मागेको छैन घरै गएको छैन अन्त कहाँबाट माग्नु। उडोतिर मकै फलिसक्यो अरे हाम्रो गाउँमा त फलेको पनि छैन यार। ओइ धान कस्तो हालेछ त कोही हेर्नु न ओइ मकैको कोसा हालेको चाहिँ यार कोसा भन्छ मान्छे। हाम्रो हेल्पोस र वडा कार्यालय को छ नि असल बोल्न नि भुलिसकेँ यार। बोल्न नि आउँदैन छ गाइस। आजभोलि के भएको हो मलाई मैले भुलिसकेँ यार। उयो के भन्छ यत्रै छ गाउँ यार। पुस्तकमा बजार छ फेरि बजार अरे बजार यहाँ माथि चाहिँ उभो जाने बाटोको चाहिँ होस् होला।
चाहिँ चौकी यस्तो यस्तो के गरेर चनाक दिएको त्यो फेरि गर्नुहुन्छ मस्त होला सायद अनि के भन्दाखेरि गाडी खोला बजार के रे गाडी खोला बजार फेरि चुवाक छ फेरि जस पानी उता के अरे पानी उठाए भयो हामीलाई अनि हामी चाहिँ खासमा चाहिँ हिजोबाटै हो जाने पारी जाने सल्लाह गरेको अनि आज पनि नजाम भन्दै थिएँ मेरो जबरजस्तीले भाइहरूले पनि लिएर आए बाटो तल छ माथि छ है तलदेखि है यताबाट नहुने यतादेखि खोला लिएर जाऊँ है लङ जाने लङको सर्ट जान्छ सर्ट जाने को लङ जान्छ बोल्दैछ अरे उल्टो बोल्दैछ ए सुन्दर आलसी ताम के ब्राइटनेस हो गया हाँ भाइ सुन्दर हाम्रो स्कुल चाहिँ त्यहाँ हो अनि फेरि डोरबाट जाने बाटो एउटा हो यो खोलामा चाहिँ विकास भएन अनि खोलादेखि बाहिर चाहिँ विकास मेरो साथ विकास त भाँचिला जस्तो गरेर त लाग्छ अहिले म ठुलो बनिएपछि गर्छु भाँचिला जस्तो गर्छ यार लाला लुलुङ यार के भएको हो खोइ अब गाउँको दृश्य देखाउँछ हरेक सिजन जुन सिजन आयो नि तर पारी त जानै गएर म भिडियो बनाउँछु के वहाँदेखि यस्तो बवाल देखिन्छ नि मेरो गाउँ पानी आए पनि जे गरे पनि दुईचोटि म कति 4 चोटि आइसक्यो होला 4 चोटि छ टिकटकमा भिडियो पनि छ पहिला काइडीमा एउटा छ अनि फेरि त्यो छिटोमा एउटा छ अनि युट्युबमा नि छ सबमा राखिरहेको छु मैले होइन सबमा राखिरहेको छु यो गोबार चलिरहेको छ भनौँ न अब यो तारहरू फेरि त्यसको हो भन्नु होला फोनमै चास्दैन अनि मैले चार्ज गरेर के भन्छ चार्ज गरेर हिँडिरहेको छु अहिले त खानेकुरा नि के यो आरू बखेर छ कि छैन रुखमै छैन के कहिले नि हेर अहिले खानेकुरै छैन कि हाम्रो गाउँमा हुने भनेको बयर काफलहरू पनि माथि जानुपर्छ यो माथिको जङ्गलमा अनि खानै पाइएको छैन यार काफल हिजो खान पाएन भने हिजो के भन्छ अरे हिजो चाहिँ चाखेको थिएँ अलिकति भाउजूको घरमा गएर यहाँ चाहिँ किन गाएन भन्दाखेरि काफल चाहिँ झरिसक्यो भन्छन् गाउँमा त्यो झरिसकेको भएर म जान पनि भ्याद छैन काम नै छैन फुर्सद नै छैन त्यही हो गाइस नसोच हुन्थ्यो होला सिस्न हेराइ सिस्न म एकैचोटि सरप्राइज देखाउँछु है वहीँ गएर तपाईँहरू मेरो गाउँ यस्तो बवाल चुवाक देखिन्छ माथिदेखि चुवाक बल्ल त 2-3 मिनटको भाषा यार बोल्न परेन त नि बोल्न त परेन के हो र साथीहरू फेरि धाम बोलिदिन्छु अनि यो त फेरि यहीँ छ त तैँले बिहा गरेँ भन्ने सुन्थ्यो त आशाले कहिले गऱ्यो भन्छ अझ टिकटकमा छोराबारी भनेर हाल्छ गर्दैनस् माछाले गर्ने छैन हामीलाई काका बाबाहरूलाई यता हेर त हेर्न हो यहाँ हेर्न के रे यसको नाम तारा तारा ओइ
हेर्न हेर्न के हो यार यो खानेकुरा आगरा हाम्रो गाउँको अर्ग्यानिक यता फुल द्याट इज गाजा हो के अरे यो के हो औषधि यो के हो खाने केटाहरूले कमेन्ट गर है म जस्तै खाने लाभारिसहरूले नि न मकै हाम्रो कस्तो भोगल लाग्छ हाम्रो गाउँतिर तर यो त मेरो होइन यो यसको नाम पनि के हो है यसको पनि उस कमेन्ट गरिदिनु है यस्तो नाम पनि कमेन्ट गरिदिनु ल अनि यो अर्ग्यानिक केरा कोहीलाई चाहिन्छ भने भन है म यो फुल दिन्छु फेरि म त मेरो मसँगै बस्ने मलाई माया गर्नेले मात्रै हो फेरि यो त नत्र त दिन्न नि म कोहीलाई सिस्नु त छैन नि सिस्नुले फेरि पिसाब आउँछ उयो यस्तरी माथि चढ्नु यहीँबाट चढ्यो नि चढ सिस्नु न उनीतिरबाट चढ है फेरि जाङ लाएर छु हाम्रो गाउँको अर्ग्यानिक पहिलादेखिको आइ ए यार कति चिसो हिउँदो पनि तातो हुन्छ यार यो बानीकै गाइस के भन्छ अरे पुसमागतिर तातो हुन्छ आजभोलि चिसो छ के उस हो यार कि कुन टाइपको यो मैले त बिहे गर्छु नि होली भन्थेँ कि यार त्यसले त ढोरपाटनमा चाहिँ पानी पर्यो जस्तो देखिन्छ यहाँ पनि एकछिनमा पानी पर्नेवाला छ यस्तो हरियाली अनि फेरि उतापट्टि हेर्नु न कति बबाल छ हातमै पाटिन्छ यार फोन छ शब्द के वाक्क पार्छ यार वाक्क पर्छ कस्तो देखे स्वाग देखे क्या हो रे यहाँदेखि भन्दा अलि परदेखि देखिन्छ यार बोबाल देखिन्छ कि हाम्रो गाउँ यस्तो बोबाल देखिने उयो ढोरबाडानको फेरि माथि देउरालीदेखि लाइक अहिले त झन् ढोरबाडानमा हिउँहरू फुलिरहेछ ओ यो तिमुर हो कि घङ्गरी हो भङ्गेरी होइन क्या यार घगेरी होला नि के हो यसको नाम यार कमेन्ट आउनु है गाइस थाहा छ भने नामै थाहा छैन यार मलाई यस्तो म गुवाक छु गाउँमा बस्छु तर नामै थाहा खानेकुरा त फेरि देख्ने बित्तिकै सब चर देख्ने बित्तिकै खम खाइदिने फेरि खानेकुरा हो भन्ने थाहा पाएपछि फेरि अस्तितिर किमु थियो अनि अघि कुरा गरेर काफलसँग अनि बयर पनि पाउँछु हाम्रोतिर कुहिएर पनि झरिसकेछ अनि त्यही भएर हामी बस्छौँ लालीगुराँस होइन र त्यही लालीगुराँसको रुख अहिले चाहिँ भर्खर पलाउन लाएर चाहिँ यो भर्खर पानी आउँछ त्यही यार नआइजान एकछिन यार डिस्टर्ब नगर यार मेरो बाबु सोना अनि किमु अनि काफलहरू अनि बय पाउँछ एक सिजनमा अनि त्यो सिजनको चाहिँ सबै उस भइसकेछ झरिसकेपछि त अब म आउँदै झरेपछि त अब के खानु यार काफल त खाएँ बर चाहिँ अलि चाख्नै पाइएन पोखरा आम्बहरू साथीले लिएर गएको रहेछ अनि त्यो खाएको थिएँ अनि कस्तो मिठो देख्यो यार अलि पर दाममै पहिला तमै बस्यौँ के अरे अलि परदेखि झन् खतरा देखिन्छ गाह्रो भयो धारा हान्दा उयो परको धारामा जान्छ अनि यता चाहिँ कुडुम गाउँ पर्छ यहाँनिर जसधारा यता कुडुम यहाँ ओख्रिनी
यहाँ चाहिँ गाडी खोला बजार जाऊ अनि भिडियो बनाएर ल्याउँछ पर गएर जाऊ म देखाउँछु अहिले तपाईँहरूलाई अहिले बनाउलास् के पानी आउने पानीले के खानेमुखलाई जुङ्गाल छिप्छ र पानी क्या भिडियो सबै हालिदिन्छ नि अझै राम्रो भएर रहेछ मैले सोचेको जस्तो अहिले त मकैहरू नि अलि नरहेछ कि के भयो यार बर्खा लागेर पनि यार हरियाली छ छँदै नसकेको जस्तो यार असार साउनमा बल्ल असार त लागिसक्यो पोहोरको साल असोजमा बल्ल वो बाल थियो रे अहिले त यार झरिसकेको त अनि झरिछ भन्छु अहिले त पहिला अनि के भन्छन् पहिला त हरिभरियाली छाउनलाई अलि पछि छाउनलाई तर आजभोलि खासै त्यस्तो बोबाल यार त्यहाँ घर चाहिँ कसले बनायो यार बोबाल छ त यार ओए सुवास भाइ घर यतापट्टिकै को हो नि फेरि गेमला भन्ने ए केस दाइको भाइ अङ्गनी देखाएको देखाउनलाई अब मेरो गाउँको भिडियो हेर्नुहोस् तपाईँहरूलाई पनि आतुर भयो होला खारै अन्त खारै त सर्व छ होला नि आज अहिले सर्वले चाहिँ खुवा पान्दा भने त सबै त नानी बाबु तिमी सोना के गर्दैछौ भन भने के गर्दैछौ बाबु के गर्दैछौ तिमी अझै राम्रो देखिन्न यार यहाँ कति नपाइदेखि राम्रै देखिएको जस्तो लाग्छ यार हामी कहाँ जाँदैछ भन्ने कि हामीलाई पनि थाहा छैन भन्न हुन त थाहा छ फेरि हामी आफ्नो प्लान गरेर आएपछि हामीलाई थाहा नभएर कसलाई थाहा हुने हो र होइन ल अब मेरो गाउँको भिडियो हेर्नुहोस् अलि पर जान्छु 3 2 1 गो मेरो गाउँ फेरि यति मात्रै छ फेरि यता ढोरपाडानको उसमा पर्छ पर्नलाई कति दामी देखिरहेछ सर खाटोको लाग्दो काले अलि त्यही यस्तो बोवाल गाउँ छ यार मेरो घर चाहिँ यहाँनिर हो बन्दैछ भर्खर फेरि यो चाहिँ मेरो गाउँ यो माथि चाहिँ मन्दिर पल्थिने ग्राउन्ड चाहिँ यहाँनिर छ आउन सक्नुहुन्छ आएर मिलेर खेलौँला माथितिर अनि उतापट्टि पनि गाउँ छ उता चाहिँ स्कुल बाहिर चाहिँ प्रोफेसन चलिरहेछ सो त्यही हो गाई थोरै किसम अनि भेटौँला भर्खर चाहिँ अब हामी चाहिँ फर्किनु लागिसक्यौँ जामा यिनीहरू हिलमा छन् म चाहिँ अब हिँडेको घरतिर गाइस म त सक्दैन यहाँ यस्तो बनेर नि यहाँ जाँगा लाएर किन आइछु भन्ने भयो यार हेर्नु त यहाँ खुट्टा त यस्तो हुनुपर्छ यार यहाँ खुट्टा यस्तो बनाइदियो यार लुटो आएको जस्तो कनाइ गर्नु गरायो यस्तो टोक्ने रहेछ नि भुस्नाले त्यो म पनि थाहा पाएँ उस्तै हो जाँगा लाएर आउने झोर छ भनेर जाँगा लाएर आएको भुस्नाले सुई झ्याम लगाइदिएछ यार अथि टोपिन चिसो भएको छ यार ओ घर गएर लुगा नफेरि त हुन्न यार ढोका फेरि काम छ पनि भन्नुभयो ममले अनि धेरै बेर पनि बसेनौँ अनि फेरि यो पीडित मान्छे मलाई फेरि यो भुस्ना मच्छर केले टोक्यो भने यस्तो फुलिन्छ नि हेर्नु त यहाँ बलटै कस्तो बोक्यो यस्तो म फेरि पीडित मान्छे परेँ
त्यही भएर मम्मीले पनि छिटो आइज काम छ भन्नुभयो अनि म पनि अब जानै पर्यो काम। फेरि के भन्दाखेरि डुल्ने खाना खाने खाना खाने अनि त्यही भएर बाददेखि मान्छेले नि अलिक धेरै हेऱ्यो क्या हो क्या यार, धेरै लास लाग्यो। त्यही भएर तर माया मलाई माया गर्नुहुन्छ भन्ने मलाई थाहा छ गाइस। सबले नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु, अनि सेयर गर्न पनि नभुल्नु भन्ने पनि अब गर्ने त होइन, त्यही पनि भन्ने पनि न के जान्छ र होइन। अब त्यस्तो छ नि, भुस्नाले धरो तोकेछ पानी यहीँ आज गाइस। सो होप्सी के कस्तो हुन्छ हाम्रो भेट चाहिँ नेक्स्ट भिडियो गरौँला। माया रहिरहने